यो त हाम्रो घरमाथिको भैरी जस्तो छ त कहाँ जान आज ओ भैरे लमक लमक परेर कता हो दाजु आज साथीको बर्थडे रहेछ बोलाए म त उतै जान लाग्यो बर्थडेमा जानला भने छो हाता केही पनि छैन अनि के गिफ्ट लानु पर्दैन आफ्नै साथीको बर्थडे हो गिफ्ट के दिनु 2-4 पैसा दिनु पर्ला यो भैरेको ताल हेर न यस्तो जाडोको मौसम छ तातो कपडा देऊ न आफ्नै साथी हो दाजु माइन्ड गर्दैन त्यसले 2-4 पैसा दिनुपर्छ मक्ख पर्छ केटो दाजु म त लागे क्यारे केक काट्न ढिलो भयो भन्दै थियो लागे है ओ भैरे कहाँ लागि भनेको दाजु के भयो म तिमीलाई 3टा क्वेशन सोध्छु 3टा क्वेशनको झुट जवाब दियो भने तिमीलाई यो पसलको एउटा सामान जे ल नि फ्री ल दाजु म त झुट बोल्न त प्रो हो नि सोधिहाल्नु त 3टा क्वेशन यदि फेरि साँचो जवाब दियो भने फेरि पैसा तिरेर लानुपर्छ नि क्वेशन प्लिज पहिलो प्रश्न तिम्रो नाम के हो दाजु डेढु दोस्रो प्रश्न टाइगरलाई नेपालीमा के भन्छन् गोही भन्छन् मैले तेस्रो प्रश्न सोधी छैन अब सोध्नु न सही जवाब किन साँचो बोलेको ल अब पैसा तिरेर सामान किन लैजाऊ त छिटो दाजु मसँग भएको पैसाले तपाईँको पसलको सामान आउँदैन होला मसँग त 1000 मात्रै छ मजाले आउँछ उल्टै 1000 तिमीलाई 10 रुपियाँ फिर्ता होइन तपाईँको पसलमा 990 मा के चाहिँ आउँछ 990 मा किन नआउनु ल हेर्नुस् भित्र यति मजाको फर भएको कलर र भुवामा 100% ग्यारेन्टीका साथ जाडोको त औषधि नै हो नि यो ट्राउजर 990 मा यस्तो राम्रो ट्राउजर त्यो पनि कलर भुवामा ग्यारेन्टी पाउँछ त कतै यति सस्तोमा यस्तो मजाको ट्राउजर पाइन्छ केवल ब्रान्ड सप सीतापाइलामा ब्रान्ड सप सीतापाइला काठमाडौँ नेपाल गजबको रहेछ त तपाईहरु पनि चाँडै लिन आउनुहोस् है ब्रान्ड सप सीतापाइला काठमाडौँ नेपाल हे हे